भन्दा चाँडो बिहे गरेर विदेशिनु थियो, किनकि सारा गाउँमा तिम्रो बदनामी भइसकेको थियो। त्यसैले मसँग बिहे गर्यौ आफ्नो बदनामी लुकाउनको लागि। सोचेको भन्दा ठिक उल्टो निस्किनु भयो। म होइन, त चाहिँ ठिक उल्टो निस्किस् नि। धेरै ठुलो कुरा नगर, फुरुक्क गरेर नि। अब घर जाने विषयमा एक शब्द पनि बढी बोलिस् भने तँलाई न घरको न माइतको बनाइदिन्छु नि। हिँड खुर्का। तपाईले चाहिँ त्यहाँ बसेर के हेरिरहनु भएको नि? के हेरेर मैले? अझ थाना बास्तो गर्छ। कौशीमा आएर एकोरो केटाले हेरे बस्छौ। कसले हेर्यो है केटालाई? के भएको तपाईलाई? एक्कासी आएर अहिले जे पाए त्यही नभन्नु। कसले हेर्यो केटो? अझ हेर न, हेर न, अझ केही थाना बास्तो गरे। प्रमाण नै देखाउनु पर्यो मैले। यहाँ ल ल ल आया उ त को? केटो। अनि यो श्रीमान केटो। श्रीमान केटो। अनि श्रीमान केटो हुँदा हुँदै त्यो कोही न कोही नचिने केटोलाई किन हेरेर बसिरहेको तिमी? ए प्रभु, मैले हेरेकै थिएन। अहिले तपाईले देखाएपछि पो त्यहाँ एउटा केटो आइछ भनेर थाहा पाएँ। अनि गल फुट्दै हिर्काइन्छ। अनि कतिसम्म ढाँटो छ कि के? तिमी अघि यहाँ बसेर एकोरो त्यो केटा हेरेर बसेको हैन? प्रभु, मैले त्यहाँ हेरेकै थिइनँ। अनि के गरेर बसिरहेको तिमी? इ तपाईको यो स्वेटर यहाँ हेर्नु त, यहाँ भुवा हेर्नु त यहाँ। अनि यत्रो भुवा आइछ। अनि यस्तो भुवा लाएर मेरा बुढा मुखतिर आँखातिर उडेर पर्यो नि क्यान भन्ने यसरी टिप्दै फाल्दै गरेकी थिइन्। तपाईले त्यसैलाई केटो हेरी भन्ने सोध्नु भयो त? तपाईका दिमा हात। अनि यो भुवा यता फर्केर यसरी टिप्दै फाल्दै गर्नुपर्छ? यो कपडा यसरी समाएर यता फर्केर यसरी चाहिँ टिप्दै फाल्दै गर्न सकिन्न? त्यो केटो भएतिरै फर्किनुपर्छ? ए प्रभु परमात्मा, मलाई त्यहाँ केटो हो भन्ने नै थाहा थिएन पहिलो कुरो। अब यतैबाट फोर आफ्नै कौसिया किन फाल्नु, पल्टिए फालौँ भनेर यसरी फाले कि हुम्का कुरो बुझ्नु छैन। चुप लाग्नु है, मान्छेले सुने नि के भन्ला नै। छ्या केटो हेरी केही नि यता आउनु, यहाँ आउनु। का यहाँ आउनु? काहीँ नभए शङ्कालु मुन्छे। शङ्का लिने तरिका हुन्छ नि है। कस्तो जाने कि तिमीले? कति बाठी के तिमी? त्यहाँ बसेर कराउँदाखेरि त्यो केटोले सुन्छ भनेर मलाई यहाँ ल्याके हैन तिमीले? हे प्रभु, मुन्छे आफू जस्तो हुन्छन् अरूलाई पनि त्यस्तै देख्छन्, त्यस्तै सोध्छन् भन्ने सुनेकी थिएँ। हैछ कति ताली भनिसके तपाईका यहाँ स्वेटर यतिका यहाँ हेर्नु, यहाँ भुवा यत्रा भुवा आइछन्। त्यही टिप्दै थिएँ भनेर जति भने नि विश्वास नगर्ने। हेर्नु, मैले त एकताली तपाईसँग बिहा आइगएँ। मेरो यो अन्तिम सास पनि तपाईकै कहाँ जाओस् भनेर जहिले पनि प्रार्थना गर्छु त। त्यस्तो पाप चाहिँ नचिताउनु मलाई। इसै उठ्छ भने भुवा नछुनु। के हेर्ने हो? यता हेर न। परे हैन है, त्यो शङ्खालु थुतु नै हेर्न परे हैन। यता हेर न एकचोटी। हेर्दिन है, मेरो चित्त दुइसको। जय आफ्नो आँखाले जे देखेको त्यो कुरा भन्दाखेरि तपाईको आँखाले त जेन देखिहाल्छ नि। काइन शङ्खालु मुन्छे भनेपछि तिमीले त्यो केटालाई हेरे कि हैन? हैन प्रभु, हैन। क्यारी भनौँ, यो टाउको टेकेर खुट्टा ठाडो पारेर भनौँ कि सक्कल माथि भएर भनौँ कि घुँडा टेकेर भनौँ, जसरी भने नि विश्वास नगर्ने मुन्छेलाई। भइगयो नि त। त्यो केटालाई तिमी हेरेकी रहन्छौ भने भइगयो नि, सकिगयो त कुरो। ल हिँड जा। जाम भने। जान्न के जानु तपाईँ नै। हिँड न भनेको तल जाऊ। ल हेर। खोइ त हेर त ल। किन रोकी तिमी यसरी फेरि? नचाहिँदो शङ्का गरिसी रोइहाल्छन्। मान्छेले खाएको विष पो लाउँछ त, नखा विष लाउँछ। हेर्दै नहेरेको कुरालाई केटो हेरिस् भन्ने। आफूले चाहिँ कति केटी हेर्दाखेरि मैले आफ्नै आँखाले देख्दाखेरि पनि मैले केही त्यस्तो भनेकी थिएँ। भने पनि पछि माफ गरिदिएकी थिएँ त। मलाई चाहिँ नचाहिँदो कुरामा शङ्का हाल्ने, आफू जस्तै सोच्ने। अब यस्तै हो के माया भनेको। अब
तिमीले शङ्का गर्नु पनि मलाई माया गरेकै हो। अब मैले त्यहाँ आएर तिमीले त्यो केटा हेऱ्यौ भनेर तिमीमाथि शङ्का गर्नु पनि मैले तिमीलाई माया गरेकै हो। खुब माया हुँदैछ नचाहिँदो कुरा शङ्काएर माया हुन्छ विश्वास हुनु पर्दैन मायामा रिसै उठेर आउँछ भनेको जानु उता जानु ल भयो भयो नरौँ न भयो। अबदेखि शङ्का नगर्नु न त अनि म रुन्न नि अनि यो श्रीमान केटोलाई यो श्रीमती केटीमाथि यति शङ्का गर्ने हक पनि छैन। हक त छ तर पनि तपाईँले मलाई धेरै विश्वास गर्दै हुन्थ्यो चाहिँ लाउँछ मलाई म तपाईँ बाहेक अरू कसैलाई हेर्दा त हेर्दिनँ एक आँखाले नि हेर्दिनँ क्या त्यही भएर तपाईँले मलाई विश्वास गर्नु न शङ्का नगर्नु हुन्छ हजुर यता हेर न त अब कति माया गर्छ तिमी मलाई। गरे के हान्नु शङ्का हार्नु हुन्छ र ल अबदेखि म शङ्का गर्दिनँ तिमी मलाई सधैँ यसै गरी माया गरिरह हस्। बन्टु म बाहेक कुनै पनि केटालाई नहेर म सहनै सक्दिनँ। तपाईँले सहनै पर्दैन म कसैलाई हेर्दिनँ तर मलाई मात्रै भनेर चाहिँ हुन्न है भनिदिएको आफूले पनि अलि विचार गर्न पर्छ दायाँ बायाँ लाग्ने होइन इस गर्नुहुन्छ है आफ्नो कुरो आएपछि त लाइन लाग्नु क्या जोसँग लाग्न मन लाउँछ लाग्नु तपाईँ जोसँग लाइ पनि केटी लिएर भाइ पनि दियारी पनि म त मात्र तपाईँलाई माया हार्छु तपाईँसँगै जति दुःख कष्ट आइलाए पनि तपाईँसँगै बस्ने हो तपाईँसँगै जिउने हो तपाईँसँगै मर्ने हो म त तपाईँलाई कहिले छोड्दिनँ कोही